हेर्नुस् त मेरो हालत यो मेरो बच्चा हो निद्रा लागिसकेको छ यो मागीले गर्दाखेरि म यति रातिसम्म पसल खोलेर बस्ने अवस्था आइसकेको छ हाम्रो यता चाहिँ मागीको यो मेलामा जाने मान्छेहरुको घुइँचो हेर्नुस् त हेर्नुस् त यो मेरो पसल हो म पसल अगाडिबाट देखाइरहेको छु है यहाँ गेट छ नि यो गेटदेखि हेर्नुस् त मेलामा जाने मान्छेको घुइँचो यस्तो भिड हुन्छ क्या राति चाहिँ लास्टै भिड हुन्छ लास्टै आफू त के गर्नु मेला जान पाउँदैन बस्ने हो पसल कुर्ने हो हेर्ने मान्छे कोही छैन हेर्नु त यस्तो भिड हुन्छ है यहाँ त अनि मेलामा भनेपछि आज चाहिँ खुट्टा टेक्ने ठाउँ हुँदैन मान्छे यस्तो भिड हुन्छ पुरै च्यापा च्याप सानो सानो बच्चाहरु लिएर त जाँदै नजाँदा हुन्छ च्यापेरै मार्ने जस्तो हराउने जस्तो धेरै जस्तो बच्चाहरु पनि हराउँछन् यहाँ मलाई चाहिँ जाडो लागिरहेछ चिसो भछ पसल पनि कुरेर बस्नु पर्यो वा ट्र्याक्टरमा हेर्नु न उता एक ट्र्याक्टर गयो भनेपछि सोच्नुस् त कति ठुलो मेला रहेछ यहाँ यस्तो छ हाम्रो चाहिँ म चाहिँ यो पसल कुर्ने हो अनि बस्ने हो मेरो पसल यहाँ छ अनि म यहाँ देखि हजुरहरुलाई देखाइरहेछु के हेर्नु न उता यस्तै हो साथीहरु के गर्ने व्यापारी भइसकेपछि सबैभन्दा ठुलो पैसा पनि हुँदो रहेछ जस्तो लाग्छ आजभोलि त व्यावहारिक भइसकेपछि चाहिँ हाम्रो यताको माहौल चाहिँ यस्तो रमाइलो छ के आज चाहिँ हेर्नुस् है त साथीहरु